हेलो एभ्रिवान। आज चाहिँ हामी फायरबेस स्टुडियोको बारेमा कुरा गर्न गइरहेछौँ। फायरबेस स्टुडियो चलाउनु भएको छैन भने चाहिँ चलाउन थाल्नुहोस्। यो चाहिँ क्लाउड बेस्ड डेभलपमेन्ट इन्भाइरोमेन्ट हो, जहाँ चाहिँ यसरी प्रम्प्ट बेस्डमा तपाईँले कोडिङ गर्न सक्नुहुन्छ। यो चाहिँ अझै पनि इनबिल्ड फेजमै छ, फाइनल प्रोडक्ट आइसकेको छैन, तर जे आछ त्यो पनि धेरै राम्रो छ। यसमा चाहिँ दुई किसिमले हामीले एपहरू बनाउन मिल्छ। एउटा चाहिँ सिधै प्रम्प्ट दिने, यो बना भन्ने। अर्को चाहिँ हाम्रो इन्भाइरोमेन्ट सेटअप गर्ने र इन्भाइरोमेन्टभित्र गएर आफूलाई के चाहिन्छ त्यो बना भन्ने। एक्जाम्पलको लागि अब एउटा रेसिपी जेनेरेटर भनौँ होइन, एउटा रेसिपी जेनेरेटर भनेर एउटा प्रम्प्ट दियो, सिम्पल रेसिपी मेकर द्याट जेनेरेट्स रेसिपिज बेस्ड अन डिफ्रेन्ट टाइप्स अफ इन्ग्रिडियन्ट्स प्रोभाइडेड। हामीले इन्ग्रिडियन्टको नामहरू दिने, त्यो नामहरू पाएपछि उसले त्यही अनुसारले के रेसिपी बनाउनु मिल्छ एआई एजेन्ट युज गरेर बनाउँछ। त्यो हाम्रो बेसिक एपको स्ट्रक्चर भयो। अब उसले चाहिँ हामीले दिएको यो प्रम्प्टलाई लिएर चाहिँ उसले एउटा एप ब्लुप्रिन्ट बनाउँछ। यसमा फिचर छ, इन्ग्रिडियन्ट इनपुट हुन्छ, रेसिपी जेनेरेसन हुन्छ, रेसिपी डिस्प्ले हुन्छ। उसले चाहिँ अरेन्ज कलरको कलर स्किम युज गरेर आएको छ। मैले यहाँ चेन्ज पनि गर्न मिल्छ। इन्स्टेड अफ येलो use red color scheme। उसले त्यो चेन्ज गरिदिन्छ, येलोको ठाउँमा रेड, शेड्स अफ रेड, प्रोटोटाइप दिस एप। अब सुरु भयो यसको काम। यसले गर्यो generate recipes, AI instances, suggest substitutions, environment create गर्दैछ। अब CSS लेख्न थाल्यो। अब यो चाहिँ सिम्पल एप्लिकेसन भएको भएर यसले छिटै सिधाउँछ होइन। अलिकति कम्प्लेक्स जति तपाईँको रिक्वायरमेन्ट्सहरू बढ्दै गयो, जति तपाईँले प्रम्प्टहरूमा डिटेल्स भर्दै जानुहुन्छ, जति ठुलो एप्लिकेसन बनाउने कामहरू आउँछ, त्यही अनुसारले यसले टाइम पनि बढी युज गर्छ। मैले चाहिँ एउटा दुईवटा एपहरू बनाउनलाई टेस्ट गरेको थिएँ, खुब राम्रो लाग्छ मलाई यो। ल अब यसले चाहिँ बनाएर दियो हामीलाई। यहाँनिर चाहिँ यसलाई जेमिनाईको एपिआई की चाहियो भनेको छ। यसले अटो जेनेरेट पनि गर्छ, हामीसँग छ भने हामीले दिन मिल्छ। अटो जेनेरेट गरिदिउँ, त्यो काम पनि किन दुःख गर्ने होइन। अब यसले चाहिँ यो एउटा फ्रेम यो बनाए, फ्री सेफ भनेर बनाए। टेल अस व्हाट इन्ग्रिडियन्ट्स यु हेभ एन्ड वी विल व्हिप अप अ रेसिपी। इन्ग्रिडियन्ट्स दिने, जेनेरेट रेसिपी गर्ने, त्यसपछि त्यसले के गर्छ हाम्रो इन्ग्रिडियन्ट्सको अनुसारले रेसिपी बनाउँछ। पहिला यो एपिआई का काम सकियोस्। यो चाहिँ जेमिनाई इन्टिग्रेटेड हो। अलिकति च्याट जीपीटीको लेभलमा चाहिँ नहोला होइन। यसले के बनाउँछ, जिरा राइस बनायो नि त। इन्ग्रिडियन्ट 1 कप अफ राइस, 2 टेबलस्पुन्स अफ घी, 1 क्युमिन सीड, ट्याक 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 लाएर ल बनायो। अब यो मोबाइलमा पनि गर्न मिल्छ। र यो कोडहरू इन्डिभिजुअली हेर्छु भन्ने हो नि, यसरी कोड हेर्दै कपी गर्ने, राख्ने, कहाँ राख्ने होइन, त्यो पनि गर्न मिल्यो। अहिले रियाक्टमा बनाएको छ, हामीले केही स्पेसिफाई नगरे भएर। सो दिस हेज पोटेन्सियल। तपाईँ पनि आजैदेखि ट्राई गर्न थाल्नुहोस्। सायद तपाईँको भोलिको बिग प्रोजेक्ट यसैबाट बन्छ कि।